लो गाइस ल अब हामी यहाँ ब्लक 3 मेरो हामी यहाँ अब श्री भाइको घरमा मकब्याङ गर्न गइरहेको छौँ यही टुपिएम सुपिएम के हो अब केटाहरूले खाने भन्यो होइन त्यसैको अब हामी यो मकब्याङ सकब्याङ के हुन्छ गर्न गइरहेको छौँ सबैजना हुनुहुन्छ यहाँ लक्ष्मी बहिनीदेखि लिएर यहाँ बजै अनि यो नेता भाइ हेलो खोइ भने हेलो भन् ल मन्दी भाइ यहाँ पुरै चिलमा हुनुहुन्छ खोइ त जेम भाइ छैन ल यस्तै छ है तपाईँलाई म अब अहिले कुकिङ सुकिङ सब देखाउँछ है त ल गाइस हामी बनाउन तर्फ लागिसक्यो ल सबै छ यहाँ है आइबन्दै सरी सबै छ ल मन्दी भाइ के हो सेप के गर्नु पर्यो यहाँ भित्र हाल्नु पर्यो ल मैले यो हालेको ल एउटा खै त ल छैन है ल कुक छैन मलाई कुक खै आउँछ चिन्ता नगर्न तल हाल्छ रोक्न 3टा यो पनि हालिदियो भाइ ल चाँडो पुरी एक्लै 5वटा ल एक पैसा पनि पर्न सक्छ है यहाँ क्युआर गरिदिनु हुन्छ खै त यो निक्लिन त 6वटा ल है मसला पर्यो पर्यो अब यसलाई उम्लिन दिने होइन त त्यहाँ पनि छ त छ अर्को यहाँ ल अप्सेल छ ल लास्ट प्याकेट त्योहरू चाहिँ कचाकुचुकोहरू चाहिँ हामी खाऊँ न हो ल यो गरौँ है यो कच्चा कुचुको एउटा ठाउँमा जम्मा गर्ने हो क्या ल अहिले उम्लिँदै गर्छ उम्लेपछि मसला ससला के गाने हो तपाईँलाई अब इन रिजल्ट देखाउँछ है त ल कट गरिदिउँ भने ल अब गाइस हामीले यो टुपिएम बनाएको छौँ करेन्ट जे भए पनि बनाएको छौँ मिक्स गरिदिन्छौँ मसला है यो पनि हालिदिने हो चम्चा लिएर बोबो जेम्स त्यो धेरै अब नहाल्दैछ ल है चम्चा पाएको छौँ ल अब यसलाई मिक्स गरेर केटाहरूसँग बसेर खाइन्छ अन्डा पनि ल्यायो भने ल्याएन केटाहरूले है पानी आएर छ मुखबाट है हाल भाइ के हाल्यो मलाई चाहिँ त्यति बनाउनु आउँदैन यो सब भाइहरूले बनायो है म गर्नु ल बना ल व्हाट्सअप गाइज यहाँ अब ल हाम्रो चिरकुन्टा दोस्तले यहाँ उयो ऱ्याप सङ हाल्न गइरहेको छ बिटमा ल केटा हो अलिकति है झगडा हुनु भएन है Are you ready? भाई डीजे वाला राजाको छोरो भए पनि आखिर जान्छ मरेर जिन्दगीमा सङ्घर्ष गरेर जानु छ त मरेर माया गर्नेलाई चाहिँ सबले गर ल गर भगवानलाई के छ खुसी के छ दुःख आफ्नो दाजुभाइलाई बुझ्छ फ्यामिली भन्दा ठुलो केही हुन्न फेरि थाहा छ आमा बाउ भन्दा फेरि ठुलो हुन सक्छ मेरो आमाको जहिले आउँछ मलाई याद मेरो आमाको जहिले आउँछ मलाई याद मेरो साथी मेरो भाइ सबले सम्झिन्छ रे मलाई कल गर्छ घरमा तर आउन सकिन म इन्डियामा बिजी एम सरी भाइ माया लाग्छ मायाको माया लाग्छ होइन जस
यो गाइज हाम्रो 3 नम्बरको साधन मगरले यहाँ खतरा गइरहेको छ ल त्यो कुरा सहारा लिएर बाँच्ने हो तर मान्छे मरेपछि त्यो बाँच्नुको के अर्थ हो होइन र होइन हाँसी खुसी बाँच्ने जिन्दगीमा नाच्ने त्यही त हो नि यार त्यही टेन्सन नल्याउ न टेन्सन गीत आउँदैन गीत आखिरमा के चरो मरे एक दिन त पुगिन्छ अवश्य फेरि माथि त्योभन्दा अरू केही छैन केटाहरू माया गरेर हात उठाएर भन्दै माथि मरे पनि यादले चाहिँ सम्झिराख्ने म ओके है यो चाहिँ हाम्रो 3 नम्बरको साधन मगर उहाँलाई धेरैले चिरगुन्डा साथी भनेर पनि चिनिन्छ साथी कहिले गर्ने खै ल हामी कार्यक्रम नयाँ बस्ती डान्स ग्रुप प्लस प्रस्तुता हामीलाई हिरा भाइ त्यहीँ बसेर नाच्छौँ न ल हामी यो हाम्रो सानो भाइको मैले पहिला पनि सुनिसकेको छु हामी उत्तर पानी नयाँ बस्तीमा म पनि थिएँ त्यतिखेर उहाँलाई आह्वान गर्दै अहिलेको लागि मेरो हाम्रो नाम चाहिँ साजन मगर सबैजनाले साथ दिनु होला अनिल कृष्ण ओके अबको लागि थ्याङ्क यू लाइट उठाएको त प्लिज यार साथीभाइहरू हल्ला नगर्दै तार नमिले होला क्या है आफ्नो साथीभाइमा झगडा नगर है म भन्दैछु है सबलाई प्लिज हल्ला नगरौँ ओके रेडी गुड म्यान ओके या Gando, saya beri kero Kakasu, pura di Cukala Kathmandu, त्यसपछि साउँछ सब गान्डु कुछ छ हामी जस्तो flow या हामी bro कमजोर सोचले कमजोर बनाउने हामीले हो उनीहरूलाई देखि पाक्छ सबै पार्दिन्छ माया गर्नेले गरेले रात मुसाने होइन नि साले हामीले हो 3 नम्बरको सेली साइड लाट खान्छु तेरो चाहे फोन फेरि सब खान्छु गान्डु गाउने फेरि तेरो बाक काट्छु पुऱ्याइदिन्छु 3 नम्बरदेखि काठमाडौँ माया गर्नेले माया गर्ने हो व्यक्ति गर्नेले यसै गर्छु म बढी बोलेको त तान्ने हो त्यो बन्द बढी बोली छिन्ने भो बक्कै झोलामा होला नि भाइ बोलालाई ज्ञान तेरो मेरो साइड कति छ केटाहरू भाइ त्यसैले चुपचाप बसिदिलाई सम्झाउन अनलाइन म चाहिँ बिजी अफलाइन म लाइन लेख्नलाई टाइम हट पर मेरो नि चल उचक तुरुबदेखि बस्छु साइड तँलाई नै थाहा छैन म को हो त्यसैले सुन्ने भो गोल त हामीले लो गोल त आइसी गोलको चलाइ राख्दै लो गोल आइसी भनिराख बुझिराख फेरि चुनिराख शब्द मेरो फेरि बारी लाग्ला चिनिराख फेरि मान्छेको हामीले 3 नम्बर हल्लाउनु पऱ्यो बढी पुरै सिर काट्छु चाहे बढी तेरो बाघ काट्छु चाहे बढी पुऱ्याइदिन्छु त काठमाडौँ कति गयो भाइ त्यसैले हामीले धम्किन दे बुझ्यो हर बाघ मेरो लौकी चाहिँ खोला पुगेर हिँड्छ भाइहरू टोलमा फेरि साइड ओदी मेरो दाइ भाइ तर एकखेल सबलाई आए भने मानी बनी फेरि झन् हेर कति हुन्छ फेरि झन् फेर लोक फेरि झन् फेर साथीभाइ भनिरहेको छ मलाई राम्रो कुरा फेरि गरेन रे पुलिसको चौकीको नाम तँ छोरा मेरो केसले पुगेर चौकी पछि मेरो नेपाली ब्लक चौकी चाहिँ हामीले 3 नम्बर रेप्रेजेन्ट 3 नम्बर खाएर बोलेर हुँदैन भाइ बोलेर कोही पनि छिटो त्यसैले मेरो यो बोली तँलाई नलाग्ला फेरि मिठो म मान्छे काती होइन तर साथी नेलाई म ठिक हो म बुझेँ बुझ्नको लागि म मान्छे पिस हो त्यसैले टिस हो
त्यसैले 300 60 रुपियाँ representing 3 number थ्याङ्क यू है सबलाई राम्रोसँग नराम्रो चाहिँ नसोध है मैले मुख छाडेछ नि फेरि प्रस्तुति कता दियो मुख चाहिँ छाडेछ है आफूले कस्तो लागिरहेछ ओके अब साइड मागे हुन्छ खाली पुगेन प्रस्तुति राम्रो थियो र उहाँको यो जब हामीले भन्छौँ नि जब आफूलाई पीडा आउँछ तनाव हुन्छ हामीले त्यो ऱ्यापमा लिएको हुन्छ हामीलाई भन्छ नि समाजले यो ऱ्याप त्यो बाटै हो हुन्छ है मैले के होइन उडाइदिने